हेलो एन्ड वेलकम टु माई न्यू भ्लग। आज चाहिँ विशेष गरी म किन आएको भनेपछि आज चाहिँ म यस्तो ठाउँमा आएको छु भनेपछि मेरो साइडमा देख्न सक्नुहुन्छ हैन, यस्तो खतरनाक ठाउँ छ हैन। कम्तीमा पनि 4500 मिटर अग्लो उचाइमा छु हामी। आज चाहिँ डे 1 म पुरै भ्लग एउटैमा हाल्ने छु। डे 2 डे 3 हामी सायद 3 दिनसम्म बस्न सक्छौँ। आज भोलि र पर्सि चाहिँ हामी घर हिँड्न सक्छौँ जस्तो लागिरहेछ। हेरौँ कस्तो कस्तो रहन्छ। मौसम सफा भएको बेला चाहिँ म तपाईहरुलाई देखाउँदै गर्नेछु। अहिले चाहिँ मेरो पछाडि पुरा कुहिरो छ। यो चाहिँ पुरा कुहिरो यो चट्टानहरु हो र यहाँ पछाडि चाहिँ पाटन छ। सो भाइब चाहिँ रमाइलो छ एकदम। यतातिर हिमाल खुल्दिदैछ, हिमाल पनि अलिअलि, हिउँ पनि अलिअलि छ। हामी चाहिँ हिउँको नजिक नै छु। सो कस्तो रहन्छ हाम्रो दिन हेर्दै गर्नु होला। लेट्स सी। फाइनली रूपमा भन्नु पर्दामा अझै अलिकति मौसम सफा भएको छ, त्यसैले म थोरै देखाउने छु यो सर्ट। म चाहिँ बस्ने ठाउँ पुगिसकेको छु। किन आए, के कारणले आए त्यो चाहिँ भनेको छैन। म आए मात्र भनेको छु नि। 4500 मिटरको अग्लो ठाउँमा आएको छु मात्र भनेको छु, तर किन आएको भन्ने मैले चाहिँ भनेको छैन। पहिला चाहिँ हामी एक राउन्ड सिन हेरौँ। इन्जोय गर्नुहोस्। गाह्रो छ, चिसो पनि छ, बोल्न पनि सकिन्न धेरै। नाइटमा चाहिँ झनै देखाउन सकिँदैन किनकि मेरो मोबाइल नै यस्तै छ। ठुलो भ्लगर भइदिएको भयो भने चाहिँ हैन, हरेक कुराहरू उहाँहरूसँग सामग्री हुन्छ, हरेक कुराहरू हुन्छ। तर हामी सानो भ्लगरलाई चाहिँ खासै काम गर्नलाई अलिकति गाह्रो पर्छ सुरुमा चाहिँ। तर पनि पछि चाहिँ सहज नै हुन्छ भनौँ। पछि गएर सानो युट्युब च्यानलहरूलाई सबैले मन पराइदिनु भयो र माया गरिदिनु भयो भने चाहिँ अझै राम्रो भिडियोहरू आउने नै छ। त्यही नै हो। अन्तिमसम्म हेर्नु होला। लेट्स सी। हामी 1 डे मै छु, 2 डे र 3 डे हेर्ने नै छु। खोलाबाट बादल कसरी उठिरहेको छ हेर्नुहोस् त। त्यहाँ तल चाहिँ बुढीगङ्गाको एउटा हिस्सा, बुढीगङ्गा नदीको एउटा हिस्सा छ यहाँ बग्ने। त्यही खोलाबाट यसरी बादल उडिरहेछ कि भन्नै छैन। वाउ। हामी यहाँ आउनुको कारण चाहिँ के हो भन्दाखेरि
एउटा जडीबुटी खोलाएको थियो, जडीबुटी कोर्नको लागि आएको हामी। सो फाइनली रूपमा जडीबुटी पनि कोर्ने र थोरै घुमघामको लागि पनि भनेर घरमा बस्दा बस्दै झ्याउ भइरहेको थियो, त्यही भएर अलिकति फ्रेस माइन्डको लागि र त्यही मौकामा जडीबुटी पनि कोर्ने हिसाबले आएको हामी। अब हेरौँ कस्तो रहन्छ। यो चाहिँ हामी बस्ने कटेज। अहिले चाहिँ बादलले पुरा घेरिसक्यो। ल कतै केही पनि देखिन्न, अलिकति मात्र। वाउ, अब चाहिँ यहाँ खाना पकाउन रेडी हामी। टक्कसँगले आगो सागो भाल्या छ। आफ्नो तयारीमा बिचराको दुःख क्या, धुलो पनि झिल्लिनु गाह्रो छ, गाह्रो। घाँस पनि ल्यायो, नेट त चलिरहेको छैन, तल गएर चलाउने। खाना जन्मेको हो। खाँदैन, खाउँला के छ र। हाई गाइज, आज चाहिँ डे 2। आज चाहिँ हामी बिहानै उठेर हिँडिसकेका छौँ। मेरो हातमा बाउसो छ, हामी चाहिँ हिँडिसकेका छौँ है। फाइनल रूपमा भन्नुपर्दामा अरू सबै पनि हिँडिसकेका छन्, उता आइरहेछन् होइन, त्यहाँ पारिबाट पनि आइरहेछन्। त्यही नै हो, बिहानै कस्तो राम्रो भ्यू छ है, दामी। ल हामी चाहिँ हिँड्दैछु है। हामी हिँड्दै बाटोमा भेडाहरू पनि भेटेँ, थोरै भेडाहरू पनि हेरौँ है, के छ र जिन्दगी। पाटनमा भेडाहरू चढ्नुको मजा नै बेग्लै छ, हेर्नु। ए यता फर्कायो है। आज चाहिँ डे 2 को लास्ट पार्ट। यो चाहिँ आजै मात्र भेडाहरू सबै यहाँ लगाएका छन्, पाटनमा ल्याइसकेका छन्। आज मात्रै ल्याएको थियो, हिजो त ल्याएको थिएन, आज मात्र पुगाएको हो। सबैको नै छन् अनि रमाइलो भइरहेछ। भेडा बाख्रा सँगसँगै चिल जिन्दगी छ, रमाइलो भइरहेछ एकदमै। अब हाम्रो भोलि चाहिँ लास्ट डे हो, सायद भोलि लास्ट डे नै हुनसक्छ जस्तो लागिरहेछ। त्यही नै हो। आज चाहिँ डे 3, आज चाहिँ हाम्रो लास्ट दिन। अब हेरौँ आज लास्ट दिनमा चाहिँ यसरी खोजिरहेछन् होइन, थोरै तरिकामा सकिसकेका सबै जडीबुटी चाहिँ सबै सकिसकेका। आज त अलि पछि 10 बजीसम्म चाहिँ 10 बजेपछि चाहिँ बिदा छ, यसलाई बन्द गर्नेछन् बन्द। त्यही भएर 10 बजीसम्मको लागि मात्र हो। 10 बजेपछि चाहिँ हामी घर जानेछु। हेरौँ डेट्स कस्तो रहन्छ। नाइस भ्यू। आज चाहिँ हिमालमा चाहिँ घाम लागिरहेछ, एकतिर चाहिँ घाम लागिरहेछ होइन। आज चाहिँ लेकतिर पुरा घाम लागिरहेछ, मौसम यति सफा भइरहेछ। हिजो चाहिँ धेरै काम गर्न पाएन पानीले गर्दा, आज चाहिँ घाम लागिरहेछ। हेर्नु त गाइस, घामको किरण।
त्यही सबैले काम गरिरहेछन् होइन आफ्नो तरिकाले। म चाहिँ घाम ताप्दै बसिरहेको छु चिसोले गर्दा गाह्रो छ काम गर्नलाई। अब हेरौँ 2 दिनको काम गरेको पारिश्रमिक कति छ कति हुँदो रहेछ हेरौँ है। पछिसम्म हेर्दै गरौँला। लेट्स सी। अनि सबै आफ्नो काममा रेडी तयारी हो। यहाँ चाहिँ खिचडी पाक्दैछ भात यही 2 ठाउँमा आफ्नो तयारी लागिरहेछन्। पकालभित्र चाहिँ पुरै काम चलिरहेछ होइन। रोटी पनि छन्। त्यही नै हो आफ्नो काममा बिजी। म चाहिँ खाना पकाउनमा रेडी छु र माथि यताबाट चाहिँ मान्छेहरू जानलाई रेडी भइसकेका छन् होइन। त्यही भए त्यस्तै छ जिन्दगी। ठिक छ त्यसो चलिरह भन्नुपर्छ। हामी खाना खाँदै केटाहरू चान्स पाइसकेपछि त होइन डल्लै रूपमा खाइदिएर हेर न। डल्लै तारमा जुठे नि ल डाडी जुठ्यो केही छैन त्यो। हामी चाहिँ हिँडिसकेको छु त्यहाँबाट होइन। जस्ट अब चाहिँ हामी यो हामीले कोरेको जडीबुटी त्यसमा ठाउँ किन्न लगाएको छु। के हुन्छ बेचिन्छ बेचिँदैन पुरा पैसा दियो भने चाहिँ बेच्ने नत्र नबेच्ने भन्ने अब प्लान छ। त्यही अनुसार हामी हिँडिरहेको। मेरो अगाडि चाहिँ मेरो टिम पुरै छिटिरहेको होइन। त्यही नै हो। अनि मेरो पछाडि चाहिँ 2टा सेक्युरिटी कुकुर छ। त्यही नै छ। हामी चाहिँ त्यताबाट हिँडेर एउटा खोला तरेर अनि अगाडि बढिसकेका छौँ। अब करिबन 6-7 घन्टाको ओह्रालो बाटो हिँड्दै गाउँ पुगिने हो। त्यही नै रहेको छ। हेरौँ अन्तिमसम्म। हामी चाहिँ फाइनली रूपमा निस्किन लाग्यो यहाँबाट। अब चाहिँ हामी सबै रेडी गरेर हामी चाहिँ यहाँबाट निस्किन लाग्यो। आज डे 3 को अन्तिम पार्ट। अब तल गएर के हुन्छ हेरौँ बाटोमा। लेट्स सी। फाइनली बाटोमा हिँड्दै गर्दाखेरि देखिएको झर्ना एउटा कुहिरोले केही देखिँदैन खासै। त्यो बब्बाल झर्ना छ ऊ त्यहाँ चाहिँ ओह्रालो छ होइन। कुहिरो लागिरह मान्छेहरू हिँडिरहन्। मेरो पनि पछाडिबाट आइरहन्। त्यही नै छ। हामी चाहिँ खोला तर्दैछु भन्नुपर्छ चाहिँ। ल त्यही नै हो। अब चाहिँ हामी काठै चल्छौँ। पानी हेर्नु त गाइस कस्तो है। त्यस्तै छ। हिलमा चाहिँ यस्तो भाड लगाएको छ। यहाँ चाहिँ यहीँले 4 जना मात्रै हिँडिरहेको छ। 5 जना पछाडि नै छ। हामी चाहिँ अगाडि गएर रोकिने भन्ने प्लानमा छु। त्यही नै हो। आज चाहिँ हिजो हामी बसेको गाउँ चाहिँ यहाँ माथि रह्यो अनि त्यहाँ माथिको बाटो देखिने तलको गाउँ चाहिँ यो। हाम्रो गाउँ चाहिँ यो गाउँबाट सिधै गएर तलबाट हो त्यहाँ पारीको थोरै गाउँ देखिरहेको त्यो गाउँ जानुपर्छ। अनि आज चाहिँ डे 4 मा चाहिँ हामी अब घर जान लाग्छौँ। फाइनली अबको 1-1.5 घन्टामा हामी घर पुगिहाल्छौँ होइन। गाउँघरमा रमाइलो पनि भयो हरेक कुराहरूमा राम्रो पनि भयो भनौँ न। त्यही नै छ। हेरौँ बाटोमा जाँदै गर्दाखेरि झरनाहरू खोलाहरू हेर्दै जाउँला कस्तो रहन्छ। 1-1.5 घन्टाको हेर्दै गर्नु होला। ल कति बेर छन्? 8 बेर छन् होइन। एक यहाँ भित्र पनि रहेछ। ल गाइस यो भिडमा चाहिँ भेरा रहेछ। भिरमौरी देख्न सक्नुहुन्छ। भिरमौरी 8वटा छन्। यहाँ माथिबाट टाउकोबाट लडा हालेर तल झरेर अनि निकाल्यो। पछि अहिले चाहिँ म भएको होइन। त्यसपछि निकाल्ने म भइसकेपछि। त्यही नै हो। अरू टिम चाहिँ मेरो हिँड्दैछ। टिम चाहिँ अगाडि हिँडिरह। म चाहिँ पछाडि हिँड्दैछु होइन। अहिले चाहिँ ज्याकेट खोले गर्मी पर्छ बहुत। अब गाउँतिर पुग्न लाग्छ नि त। त्यही भएर खोला पनि सुसाइरह। सायद मेरो साउन्ड पनि नसुनिन सक्छ। खोला पनि सुसाइरहेको छ नि त एकदम। यो खोला तल चाहिँ झरना छ एउटा। त्यो झरना पनि देखाउने प्रयास गर्नेछु। लेट्स चाहिँ हामी चाहिँ चमेरो गुफामा आएको छु। चमेरो गुफा रहेछ यहाँ। अनि गुफा हेर्दै जाने भनेको हेरौँ के रहेको छ है।
बाहिर चाहिँ ओराड रहेछ यस्तो, बाहिरबाट चाहिँ ओराड छ, भित्र चाहिँ गुफा। यसको नाम नै चमेरो गुफा हो। यहाँभित्र चाहिँ चमेराहरू हुँदो रहेछ। हेरौँ के छ। अहिले त कहाँ गए चमेराहरू, पानी पनि रहेछ तर बस्यो होला। अहिले चाहिँ चमेरा खासै देखिरहेको रहन्छ। ओ चमेराहरू उडिरह। पर यता गुफातिर जानु के छ, तलबाट माथि आइरहेको। धेरै ठुलो रहेछ त चमेरो गुफा। ल म चमेरो देखाउँछु है। ल अहिले चाहिँ हामी गुफाभित्र छिर्दैछु। हेरौँ गुफाभित्र के छ। चमेराहरू त बच्चा लुकिसक्यो। ए चमेराहरू नि भित्र हुने रहेछ है। आम्मामा उतापट्टा लुकिसक्यो। त्यो तलबाट माथि आउँथ्यो चमेराहरू। यहाँभित्र पनि पुरा गुफै गुफा रहेछ। तल पनि पुरा गुफा छ। के गर्नु लुकिसक्यो चमेराहरू। अब गाउँ विकट भएको कारणले गर्दाखेरि यसको केही प्रचार प्रसार नभएको कारणले गर्दाखेरि केही पनि छैन हाम्रोतिर। छन त सबै कुराहरू छ। गुफाहरू पनि छ, झरनाहरू पनि छ, हिमालहरू पनि छ, पर्यटकीय क्षेत्र बनाउने ठाउँहरू पनि छ। तर पनि पर्याप्त मान्छेहरू ठाउँमा नभएपछि यही त हो, के छ र। त्यही भएर खासै यसको हामीले केही पनि गर्न सकेका छैनौँ। अब हेरौँ, लेट्स सी। झरना पनि देखाउँछु, त्यसपछि के हुन्छ। अहिले अब चाहिँ हामी झरना हुने ठाउँ पुगिसकेका छु होइन। अब हेरौँ फाइनली हाम्रो झरना। अलिकति तल गएर हेर्छौँ है। यो चाहिँ हाम्रो गाउँबाट देखिने झरना हो। खतरा छ होइन, कम्तीमा पनि होला। लम्बाइको कुरा गर्दाखेरि धेरै लामो छ होइन। हावा चाहिँ यहाँसम्म पुरै आइरहेको, यहाँसम्म। यहाँनिर थोरै मन्दिर बनाइदिएको छ। यहाँ अगाडि इन्द्रेणी लागिरहेको थोरै देखिरहेको छैन, तर यताबाट खोलाबाट देख्न सक्नुहुन्छ। यहाँ तल किरण देखिरहेको छ, त्यो चाहिँ पुरा इन्द्रेणी लागेर ऊ त्यहाँसम्म पुगिरहेको। यहाँदेखि पुरै इन्द्रेणी लागेर यहाँ पुगिरहेको। इन्द्रेणी पनि लाग्छ होइन। मसँग चाहिँ अहिले बाजे हुनुहुन्छ, बाजे र म छु। बाजे पनि टक्क भिडियो बनाउँदै हुनुहुन्छ। त्यही नै हो जिन्दगी, चिलपारामा छ होइन। त्यही हो, पानीले गर्दाखेरि देखिन लागेन खासै होइन। यो चाहिँ मन्दिर, यो दानपेटिका। श्री दोगाडे देवताले सबैको रक्षा गरून् लेखेको छ। सबैको रक्षा पनि गरून्। त्यही नै हो। इन्द्रेणी पनि झल्किरहेको छ यहाँ टक्क पारामा। यो इन्द्रेणी सर गइरहेको, त्यही नै हो। अब चाहिँ हामी फाइनल्ली म चाहिँ घर पुगिसकेको छु। घर पुग्ने लाग्छु। यहाँ तल चाहिँ कोदेसादै रहेछन्। घर चाहिँ उतै नै हो। तपाईँहरूलाई थाहा छँदैछ मेरो घर कस्तो छ भन्ने कुराहरू। त्यस्तै छ। बाटोमा आउँदै गर्दाखेरि आउँदै एउटा यार्सा भेटेको थियो। एउटा मात्र भेटेको हो यार्सा। यो चाहिँ सक्कली होइन, नक्कली हो। नक्कली यार्सा हो। त्यही पनि यसको पनि बहुमूल्य छ। म बाँकी चाहिँ अर्को भ्लगमा। आजको लागि चाहिँ बाई।